एकपल्ट उम्मेदवारी नपाउँदा पहिले त उहाँलाई उम्मेदवारी दिएकै हो, प्रदेश सभा सदस्य बनाएकै हो, मन्त्री बनाएकै हो। फेरि अलिकति पर्खिँदाखेरि पालो आउँथ्यो होला। जिल्लामा यत्रो विघ्न बाहिरै बसेका मान्छेहरूको एउटा सानो अंश पनि यत्रो विघ्न छ। जिल्लामा थुप्रै मान्छे छन् होला, सबै त उम्मेदवार हुँदैन, एकजना उम्मेदवार हुने हो एकपल्टमा, अरूले त पार्टी छोडेन। कसैलाई चाहिँ नपाउने बित्तिकै पार्टी छोड्नुपर्ने, ठिकै छ। अहिले त तपाईँले केही दिएर पार्टीमा टिकाउनु होला, अर्कापल्ट नदिएका बेला त फेरि उयो अलिक माथि पुर्याउनुहोस्, अलिक बलियो बनाउनुहोस्, अलिक प्रभावशाली बनाउनुहोस्। नपाउने बित्तिकै फेरि पार्टी छोडिदिन्छ, झन् बढी नोक्सान। कस्तो चिनिएछ यसपल्ट भने चिनेरै नदिएको ठिकै भएछ। यसपल्ट दिएको भए झन् भग्या हुन्थे, झन् हामी सबैले बोकेर हिँड्थ्यौँ। अर्कापल्ट पाइन भनेपछि फेरि छोड्थे, पार्टीलाई त झन् ठुलो धोका हुन्थ्यो नि त। त्यस कारणले यसमा पीर चिन्ता लिन परेन। म ओखलढुङ्गावासी दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, माननीय पूर्व रक्षा मन्त्री मानवीर राईजी आउनुभएको छ, आसन ग्रहणका लागि म आग्रह गर्छु। अब त्यतापट्टि चिन्ता गर्न परेन। 2 जना 4 जना मान्छेले स्वार्थ पुरा भएन भनेर, एमालेका उद्देश्य गलत भयो भनेर होइन, एमालेले लिएको गन्तव्य गलत भयो भनेर होइन, एमालेको देश बनाउने सङ्कल्प समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य, यो राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य गलत भयो भनेर होइन, नेकपा एमालेले लिएको राष्ट्रिय हितको बाटो गलत भयो भनेर पनि होइन, राष्ट्रियताको रक्षा सम्वर्धन गर्ने त्यो बाटो नीति गलत भयो भनेर होइन। आफ्नो निजी स्वार्थ एकछिन पुरा भएन भनेर छोड्दैमा नेकपा एमाले कमजोर हुन हुँदैन, कमजोर भएको छैन भन्ने म विश्वास गर्छु। र तपाईँको यस उपस्थितिले, तपाईँहरूको यो उत्साहले यसलाई पुष्टि गरेको छ। म तपाईँहरू सबैलाई पार्टीको तर्फबाट धन्यवाद भन्न चाहन्छु। धेरै धेरै धन्यवाद। अब तपाईँहरू समय मिलाएर ओखलढुङ्गा फर्किनुहोस्। जबसम्म फर्किन भ्याउनुहुन्न यहाँबाट फोन सक्रिय राख्नुहोस्। अहिले लडाईँ देश जलाउने कि देश बनाउनेका बिचमा छ। हामी देश बनाउने शक्ति हौँ, देश बनाउने पार्टी हौँ, अरू देश जलाउने पार्टी हुन सक्दैन। त्यसको जिम्मा पनि अहिले उनीहरूले स्वीकारिसके, हामी हौँ भनेर। अब भविष्यमा देश चलाउँदै जाने कि बनाउँदै जाने, अराजकता मचाउँदै जाने कि विधिको शासन कानुनको राज बनाउँदै जाने कि बेचिती देशमा बढ्दै जाओस् भनेर त्यसका लागि अनुकूल बनाउने लडाईँ त्यसमा। यसपल्ट ओखलढुङ्गा जस्तो उकालो ओह्रालो गर्नुपर्ने जिल्लालाई बाइक भने बाइक, स्कुटर भने स्कुटर, गाडी भने गाडी, पैदल भने पैदल, हिँडेर भने हिँडेर, कुदेर भने कुदेर प्रचार गर्न सक्ने अस्मितालाई हामीले म विश्वस्त छु। यहाँहरूले अस्मितालाई विजयी बनाउनुहुनेछ, सूर्य चिन्हलाई विजयी बनाउनुहुनेछ, नेकपा एमालेलाई विजयी बनाउनुहुनेछ, यो देशलाई विजयी बनाउनुहुनेछ, देशलाई हार्न दिनुहुने छैन। अस्मिता हार्नु भनेको 165 स्थान मध्ये एउटा ठाउँमा देश हार्नु, एउटा पनि ठाउँमा देश हार्नु हुँदैन, देशले जित्नुपर्छ। अस्मितालाई जिताएर
165 मध्येका एउटा ठाउँमा तपाईहरुले जिताउनुहुनेछ। मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् सिंगौरी खेल्न। मैले धेरै केही भन्नु पर्दैन। अन्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे एउटा साँच्चैको अन्डा। बतासे अन्डाबाट चल्ला निक्लिँदैन, यी बतासे अन्डाहरूबाट पनि चल्ला निक्लिँदैन। यी बतासका खेती गरिरहेका छन्, यिनीहरूसँग सङ्गठन छैन, उद्देश्य छैन, विचार छैन, भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन त्यो पनि थाहा छैन। उल्टो झोस्न जाने छ, आगो बाल्न जाने छ, देश बिगार्न जाने छ, भड्काउन जाने छ, तोडफोड गर्न जाने छ, लुटपाट गर्न जानेको छ, आगजनी गर्न जाने छ। यस्ता कुराहरूलाई क्रान्ति भनेर महिमा मण्डन गरेको छ र अरूमाथि विभिन्न प्रकारका आरोपहरू लगाएको छ। यस्ता कुराहरूको परवाह गर्ने होइन, यी आकाशे खेती हुन्। धरतीमा यिनीहरू जनतासँग पुगेका छैन, उनीहरू जनतासँग पुगेका छैन। कहाँबाट कसले खेलाएका हुन् थाहा छैन, कसले चलाएका हुन् थाहा छैन। एउटा मुहिम चलाइदिएको छ, एउटा मोबाइल भन्ने भाँडो, त्यही मोबाइल भन्ने भाँडोबाट हुडलो मचाएको छ देशमा। हामी त्यसको पनि प्रयोग गर्छौँ र हामी जनताका बीचमा छौँ, जनताका साथमा छौँ, देशका लागि काम गर्छौँ, जनताका लागि काम गर्छौँ। समृद्ध नेपाल, सुखी नेपाली भन्छौँ, देशलाई समृद्ध बनाउँछौँ, सुरक्षित बनाउँछौँ, समृद्ध बनाउँछौँ र जनतालाई सुखी जनता बनाउँछौँ। हाम्रो त्यो गन्तव्यबाट हामी विचलित हुँदैनौँ। साथीहरू ढुक्कने लाग्नुहोस्। अब तपाईँहरू ओखलढुङ्गै फर्किनुहोस् अलिक समय। जसलाई तत्काल फर्किन मिल्दैन, तपाईँहरूले फोन फान आदि इत्यादि सक्रिय भएर चलाउनै पर्छ। र यो आइटीको सेक्टर एक ढङ्गले भन्ने भने मोबाइल युद्ध भनौँ, आइटीको युद्ध, यी सेक्टरमा पनि हामी हार्नु हुँदैन। यो सेक्टरमा हामीले उनीहरूलाई चेक गर्ने बित्तिकै उनीहरूसँग जनता छैन, उनीहरूले एउटा पनि राम्रो काम देशका लागि गरेका छैन, नराम्रोको डुम्मुर भइसक्यो। जन्मिँदा जन्मिँदै यिनीहरूको जन्मसँगै देशमा कस्तो कस्तो उपद्रव, यिनीहरूको जन्मसँगै कत्रो उपद्रव हो देशमा। तर यिनीहरूले खोजेको के हो? राजनीतिको विरोध गर्छन् अनि खराब राजनीति गर्छन्, राजनीतिक दलहरूको विरोध गर्छन् अनि खराब दल निर्माण गर्छन्, राजनीतिक गतिविधिको विरोध गर्छन्, खराब गतिविधि सञ्चालन गर्छन्, राजनीतिक नेताहरूको विरोध गर्छन्, झुटा आरोपका साथ अपराधै अपराधका चाममा उभिने खालका यिनीहरूले काम गर्छन्। मैले धेरै भनिरहनु पर्दैन। अहिलेको सरकार फागुन 21 गते चुनाव गर्छु भन्दैछ। 21 गते चुनाव हुन्छ कि हुँदैन टुङ्गो छैन। हिमाली भेगमा मान्छे छैन। चुनावका लागि हिमाल चढ्न जस्तै अहिलेको समयमा कोही भोट खसाउन जानेवाला छैन। हिमाली भेग मान्छे नभएका ठाउँमा बाक्सा थापेर के हुन्छ? 4000 मान्छेले भोट हाल्नुपर्ने ठाउँमा 4 जनाले भोट हालेर बाक्सा पठाएर फिर्ता पठाएर के हुन्छ?
चुनावको नाटक हुन्छ, चुनावमा भोट हाल्ने मान्छे छैन। उच्च पहाडी भेगमा, हिमाली भेगमा भोट हुनेवालै छैन। फेरि पनि चुनाव गर्ने भनेर लागिरहेको छ। त्यो यस कारण पनि गर्न खोजिराखेको छ कि सहरी क्षेत्रमा जस्तो उच्च पहाडी भूभागमा, हिमाली भेगमा यस्ता प्रकारका दुष्प्रभावहरूको धेरै अर्थ महत्त्व छैन, दुष्प्रभाव धेरै फैलिएको छैन। त्यहाँ राजनीतिक दलहरू बलिया छन्, त्यसकारण त्यहाँका मान्छे भोट नहालेर के हुन्छ, त्यहाँ जित्तै बाक्सा फर्काएर के हुन्छ भन्ने उनीहरूलाई लागेको छ। त्यसकारण मान्छे नभएका बेला, भोट नखर्चाउने बेला चुनाव गराउनु, यो खालको चलिरहेको छ। यस्तो गरेर चुनाव कसरी हो? अर्को कुरा, एउटा उत्पाद मचियो भदौ देश 24 गते। उत्पाद मचाइयो यस देशमा जानिकन। देशलाई भयानक सङ्कटमा पारियो, राज्यलाई कमजोर पारियो, राज्य संयन्त्रलाई कमजोर पारियो, राजनीतिलाई कमजोर पारियो, राजनीतिक दलहरूमाथि अस्वीकार र थिचोमिचो भयो र अराजकताको बिगबिगी बढाइयो। त्यसबाट एउटा सरकार बनाएर संवैधानिक ढङ्गले उनले चुनावको मिति तोड्यो। राजनीतिक दलहरू, संसदका अत्यधिक बहुमत सांसदहरूले सम्मानित सर्वोच्च अदालतमा असंवैधानिक क्रियाकलाप भयो, संविधान बमोजिम गरी पाऊँ भनेर निवेदन दिएका छन्। यस्तोमा म सम्मानित सर्वोच्च अदालतलाई आग्रह गर्न चाहन्छु, यस्तोमा सम्मानित सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न मिल्दैन। फैसला दिनुपर्छ अदालतले, चुनाव गर्ने या पुनर्स्थापना गर्ने। हामीले पुनर्स्थापनाको माग गरिराखेका छौँ, त्यो सुन्दै नसुन्ने अदालतले। संविधान मिचिएको छ भनिरहेका छौँ हामी, सुन्दै नसुन्ने अदालतले बोल्नु पर्यो, भनिदिनु पर्यो। संविधान मिचिएको छैन भने छैन भनिदिनु पर्यो। मिच्न पाइन्छ भने पनि अदालतले भनिदिनु पर्यो संविधान मिच्न मजाले पाइन्छ। हामी मानौँला, सम्मानित सर्वोच्च अदालतको फैसला मानौँला, तर अदालतले भन्नु त पर्यो नि संविधान मिच्न पाइन्छ। कहिले संसद बन्द गर्नै पाइँदैन, कहिले मजाले पाइन्छ। त भनिदिनुहोस् न मजाले पाइन्छ भने। कमसेकम अदालत चुपचाप लागेर अदालत बस्न मिल्दैन। यत्रो संवैधानिक प्रश्न उठेका बेला, देश यस्तो संवैधानिक सङ्कटमा फँसेका बेला अदालत चुप लागेर बस्न मिल्दैन। यस्तो मौनताले सम्बन्धित संस्थाहरूको अस्तित्वको औचित्यमा प्रश्न उठ्ने अवस्था बन्छ। परेको केही काम नगर्ने हो भने संवैधानिक इजलास भनेर किन चाहियो त? सम्मानित अदालत, सर्वोच्च अदालत किन चाहियो त? प्रश्न उठ्दैन फैसला नगर्ने हो भने। त्यसकारण अदालतले यस सम्बन्धमा चुनाव अगाडि नै बोल्नु पर्दछ, अविलम्ब बोल्नु पर्दछ, फैसला गर्नुपर्छ। जे फैसला मन लाग्छ त्यो उहाँहरूको कुरा हो। स्वतन्त्र न्यायालयलाई हामी सम्मान गर्छौँ, न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्छौँ, तर स्वतन्त्रतालाई सम्मान गर्छौँ। तर हाम्रो आग्रह छ अदालतले केही भएको नभएको, थाहा पाएको नपाएको, निवेदन परेको थाहा भएको नभएको यस्तो ढङ्गले अदालत बस्न पाउँदैन। कुनै ब्युरोक्रेटिक हर्डल, कुनै बहानामा यसरी बस्न मिल्दैन। त्यसकारण हामी अविलम्ब फैसलाको माग गर्दछौँ। सरकारको काम स्वतन्त्र, निष्पक्ष, धाँधली रहित निर्वाचन गर्ने हो भने, निर्वाचन गराउने हो भने स्वतन्त्र निर्वाचन, धाँधली रहित निर्वाचन भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनु पर्दछ। सरकार बिल्कुलै तटस्थ रहेर
स्वच्छ निर्वाचन गराउनु पर्दछ। त्यो भूमिका सरकारले खेल्नु पर्दछ। यदि सरकार यसलाई जिताउने र उसलाई जिताउने भनेर लाग्छ भने त्यस्तो निर्वाचन स्वीकार्य हुँदैन, त्यस्तो परिणाम स्वीकार्य हुँदैन। त्यसले देशमा ठुलो अनिष्ट पैदा गर्नेछ। त्यस्तो भयो भने निर्वाचनको परिणाम स्वीकार्य हुने छैन। म अहिलेदेखि स्पष्ट रूपमा जानकारी गराउँछु। जे पनि सरकारले गर्दा हुन्छ भन्ने सोच्यो भने त्यो देशका लागि अनिष्ट हुनेछ, खुदै सरकारका लागि पनि अनिष्ट हुनेछ। अर्को कुरा म भन्न चाहन्छु, अस्ति संसदबाट निर्वाचित, जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको संस्था संसदले बनाएको सरकार 10,000 मान्छे उफ्रिएर कराएर आगो लगाएर हटाउन सकिन्छ भने 10,000 होइन, लाखौँ मान्छे उठेर त्यस्ता परिस्थितिमा यस्ता असंवैधानिक सरकारलाई हटाउन कुनै लामो समय लाग्दैन। त्यो कुरा पनि एका राख्न म आग्रह गर्न चाहन्छु। शान्तिपूर्ण आन्दोलनबाट हटाउन सकिन्छ। अर्को कुरा म फेरि सम्मानित सर्वोच्च अदालततिर फर्केर चाहन्छु। त्यो के भने यस्तै ढङ्गले यो सरकार त बेग्लै कुरा भयो, यो कुनै सरकारै होइन, योसँग शासन गर्ने अधिकारै छैन, जो निर्वाचितै छैन। यसलाई यो त कसैले टिको लगाइदिएको टिकै सरकार, यसलाई कसैले छानेको होइन, जनताले छानेको होइन, जनताले छानेका प्रतिनिधिको होइन, जनताले सरकार चलाउने अधिकार दिएको सरकारै होइन। यो त एउटा आर्टिफिसियल कृत्रिम सरकार हो। मैले पहिलेदेखि भन्दै आएको छु। यस्तो सरकारले यसको सिफारिसमा संसद जसरी असंवैधानिक ढङ्गले भङ्ग गरेको छ, त्यसको न्याय निरूपण नगर्ने अनि निर्वाचनमा जाने, निर्वाचन उत्तरी भेगमा भोटै हुन नसक्ने, मतदातै नभएको अवस्थामा निर्वाचनको नाटक गर्ने अनि सरकारको पक्षधरता कतैपट्टि हुनेर कसैलाई जिताउने कसैलाई हराउने खालका क्रियाकलाप भए भने त्योभन्दा अनिष्ट के हुन्छ? तसर्थ म आग्रह गर्न चाहन्छु, प्रतिनिधि सभा हाम्रो माग अदालतको फैसला आफ्नो ठाउँमा होला। अदालतले अविलम्ब जेसुकै भए पनि फैसला गर्नुपर्छ। हामी भन्छौँ सर्वोच्च अदालतका पूर्व नजिरहरू संविधान, संवैधानिक व्यवस्था, लोकतान्त्रिक मूल्य मान्यताहरू कुनै पनि हिसाबले विघटित प्रतिनिधि सभाको तत्काल पुनर्स्थापना हुनुपर्दछ। त्यसपछि संसदले संविधान संशोधन गर्ने, सर्वपक्षीय सरकार बनाउने र निश्चित समयमा त्यो सर्वपक्षीय सरकारले स्वच्छ निर्वाचन गराउने, त्यो खालको एउटा राष्ट्रिय सहमतिको वातावरण बनाएर देशलाई शान्तितर्फ, तनावरहित, संवादबाट समस्याको समाधान गर्ने बाटोतर्फ देशलाई लानुपर्छ, तनावतर्फ होइन। अहिलेको सरकार संवादमा छैन। कोसँग संवादमा छ हामीलाई थाहा छैन। मैले एकपल्ट प्रधानमन्त्रीजीलाई धेरै अगाडि भेटेको थिएँ। त्यसपछि सरकार के गरिरहेको छ थाहा छैन, के को तयारी गरिरहेको छ थाहा छैन। स्थायी सरकारले झैँ विभिन्न कामहरू सरकारले गरिरहेको देखिन्छ, चुनावमा केन्द्रित भएको देखिँदैन। चुनावका लागि वातावरण बनाउन सरकार कसिएको देखिँदैन, अथवा सरकारको लक्षण राम्रो देखिँदैन। चुनाव घोषणा भइसकेपछि कर्मचारीहरूको सर्व भएको छ। एकाधको यस कारणले भनेर उल्लेख गरेर, यस कारणले गर्दा गर्नु पर्यो भनेर निर्वाचन आयोगको स्वीकृति लिएर भन्ने कुरा एकाधका लागि हुन सक्थ्यो। तर
थोरै होइन, ठुलो सङ्ख्यामा कर्मचारी, ठुलो सङ्ख्यामा प्रहरीको हेरफेर सरकारले गरिराखेका छ। के को अनुकूलता मिलाएर भइरहेका अधिकारीहरू हटाएर, समय नपुग्दै हटाएर अरू कर्मचारी पठाउनुको अर्थ के हो? त्यहाँ दलहरूमा यस विषयमा गम्भीर आशंका पैदा भएको छ। निर्वाचन आयोग यति बेला जुन ढङ्गले अगाडि बढिरहेको छ या जस्ता खालका फैसला दिँदै हिँडेको छ, यसले नेपालको डेमोक्रेसीको भविष्य कस्तो होला भन्ने गम्भीर आशंका। जसले जे फैसला भनेर गरिदिए पनि हुने, कानुन हेर्नु नपर्ने, केही हेर्नु नपर्ने, हो होइन सत्यासत्य पनि छुट्याउन नपरिकन कसैले भनेका भरमा फैसला हुने, यो कुनै दलप्रति लक्षित, पक्ष विपक्षप्रति लक्षित कुरा होइन। तर यो जुन सिलसिला, जुन प्रक्रिया सुरु भएको छ, जुन अभ्यास गरिएको छ, यो डेमोक्रेसीका लागि खतरनाक छ। प्रश्न त्यहाँनिर छ, डेमोक्रेसीका लागि खतरनाक छ, एउटा पार्टी विशेषको कुरा होइन। म त नेपालको न्याय, यस्ता निकायहरूले निष्पक्ष हुनुपर्दछ, शासित हुनुपर्दछ, कुनै प्रकारका प्रभावबाट मुक्त, लोभको होस्, पापको होस्, डरको होस्, भयको होस्, त्रासको होस्, आशंकाको होस्, कुनै पनि प्रभावबाट मुक्त भएर काम गर्नुपर्छ। त्यो ठाउँमा प्रभावबाट प्रभावित भएका कुराहरू यी प्रमाण हुन् भनेर व्यक्तिहरूले दिँदा खण्डन गर्न पनि नसक्ने स्थिति हुनु भनेको बहुतै दयनीय अवस्था। म आज यतापट्टि धेरै जान चाहन्न। आज कुरा छ मेरो प्यारो ओखलढुङ्गा। ओखलढुङ्गा सिद्धिचरण, कवि सिद्धिचरण, युग कवि सिद्धिचरण श्रेष्ठको ठाउँ हो, जो राणा कालमा कवि सिद्धिचरण श्रेष्ठले कविता लेखे बापत 18 वर्षको जेल सजाय प्राप्त गर्नुभएको थियो। उहाँको जेल सजायलाई पछि साह्रै लामो भयो भनेर 7 वर्ष घटाइएको थियो। पछि 3 वर्ष भोग्दा नभोग्दा राणा शासन ढल्यो र उहाँ जेलबाट मुक्त हुनुभयो। 3-3.5 वर्ष उहाँ जेल बस्नु। त्यस्ता युग कवि, युगको चेतना, युगको जागरण, युगको आवाज बोल्ने कवि भएको हुनाले कवि सिद्धिचरण श्रेष्ठलाई युग कवि भन्यो। त्यस्ता सचेत उहाँका कविता युगलाई झकझकाउने खालका छन्, जगाउने खालका छन्, युवाहरूका लागि छन्, सचेत वर्गका लागि छन्, आम जनसमुदायका लागि छन्। त्यस्तो कविको प्यारो ओखलढुङ्गा गलत बाटोमा हिँड्न हुँदैन, बाटो बिराउनु हुँदैन र यसले युग कविको समय चेतको, युग चेतको, त्यसको प्रतिनिधित्व ओखलढुङ्गाले गर्न सक्नुपर्छ। म साथीहरूलाई आग्रह गर्न चाहन्छु र तपाईँहरूमा यो चेत देखेर म अत्यन्तै प्रसन्न पनि भएको छु र मैले अपेक्षा गरेको छु एमाले कमजोर छ ओखलढुङ्गामा भन्ने भाष्य खडा गर्न खोजिएको छ, त्यो होइन। एमाले कमजोर छैन र हुनै सक्दैन, हुँदैन एमाले कमजोर। हामीले अल्लाहको भरमा जनतालाई अल्मलिन दियौँ भने अथवा हाम्रा मतको सुरक्षा गर्न सकेनौँ भने परिणाम गलत दिशातिर गयो भने भोलि पार्लियामेन्टमा, अघिल्लो पार्लियामेन्टमा हामीले देख्यौँ नि कतिपय कस्ता मान्छेहरू थिए, हल्ला मात्रै गर्ने, नचाहिने कुरा मात्रै गर्ने, बहिष्कार मात्रै गर्ने, मुख छाडेर मात्रै बोल्ने,
यस्तो असभ्य खालका मान्छेहरू, तमिज नभएका मान्छेहरू, कस्ता मान्छे भेला त्यस्तै बेला हुनेछ। हाम्रो संसदलाई देशका लागि सही ढङ्गले कानुन बनाउने थलो बनाउनु पर्दछ। हाम्रो संसदलाई आवेश उत्तेजना होइन, गम्भीर चिन्तन मनन बहस गर्ने, देशलाई निकास दिने, देशका लागि नीति निर्माण गर्ने, देशका लागि उपयुक्त बजेट बनाउने पास गर्ने, देशका लागि समसामयिक ढङ्गले नयाँ कानुन तर्जुमा गर्ने, पुराना भएका कानुनहरूलाई संशोधन गर्ने र संविधानमा कहाँ कमी देखिए तिनलाई समेत संशोधन गर्ने जस्ता अत्यन्तै गहन जिम्मेवारी संसदका काममा हुन्छ। संसदलाई जिम्मेवार बनाउन, गहकिलो बनाउन सांसदहरूको भूमिका त्यस अनुसारको हुनुपर्छ। त्यसर्थ म आग्रह गर्न चाहन्छु एमाले अस्मिता थापालाई त्यत्तिकै उम्मेदवार बनाएको होइन। अस्मिता थापा एउटा विवाहित महिला हुन्, बच्चा हुन मात्रै बाँकी छ। विवाहित, पढे लेखेको, उखलढुङ्गालाई असाध्य माया गर्ने, विकास प्रेमी, भिजन भएको, अत्यन्त निष्ठावान। म जिम्मा लिन्छु अस्मिता थापाले जनतालाई धोका दिएर, पार्टीलाई धोका दिएर, आन्दोलनलाई धोका दिएर यो पाइन भनेर रिसाएर घुर्क्याएर फनक्क फर्केर अर्कोतिर लाग्ने, पार्टी छोड्ने यस्तो तमासा अस्मिता थापाले छैन। म घरटी बस्न तयार छु। त्यसकारण परिपक्व, उमेर युवा, पढाइ लेखाइ राम्रो, बानी व्यवहार ठिक, ओखलढुङ्गाकी छोरी, ओखलढुङ्गाकी बुहारी र ओखलढुङ्गालाई माया गर्ने, विकासलाई माया गर्ने अस्मिता थापा तपाईँहरूले जिताउनै पर्छ, जिताउनु हुनेछ भन्ने विश्वास गर्छु। र ओखलढुङ्गाका दाजुभाइ दिदीबहिनीहरू हेरिरहनु भएको होला, सुनिरहनु भएको होला, म उहाँहरूसँग पनि यही अपेक्षा गर्दछु। मेरो धेरै धेरै शुभकामना।